हुन्छ सबैजनालाई जेएमएससी विशेषमा आउनुको कारण गुड फ्राइडे प्रभु श्री ख्रिस्ट किन तपाईँ हाम्रो निम्ति मर्नुभयो भन्ने कुरालाई म तपाईँको अघि सेयर गर्न चाहन्छु। अनि म जिउँदै गर्दा पनि म हिँड्दै गर्दाखेरि यो कुरालाई मैले बुझ्न सकेको छु, एउटा लभ अनि फर्गिभनेसको कुरालाई है म तपाईँको अघि सेयर गर्न चाहन्छु। अनि विशेष जब हामी क्रुसिफिकेसनलाई सम्झिँदाखेरि नै हामी यो कुरा बुझ्न सक्छौँ कि परमेश्वरले चाहिँ हामीलाई कति प्रेम गर्नुभएको छ भन्ने कुरालाई। अनि तपाईँको यहाँनिर तपाईँको अघि है जसरी हामीले विशेष तपाईँको अघि आउँदै गर्दा है जब हामी क्रुसलाई हेर्छ भने नि दामी कुरा चाहिँ परमेश्वरले के गर्नुभएको छ भन्दै गर्दाखेरि लुका 33 र 34 पदलाई हामी हेर्छ भने त्यहाँनिर है जब परमेश्वरलाई त्यहाँनिर कल्भरीको डाँडामा त्यहाँनिर क्रुसमा टाँगिएको छ, त्यहाँनिर टाँगिनु मात्र होइन, त्यहाँनिर दुईजना चोर छ है, त्यहाँनिर जसरी त्यहाँनिर दुईजना चोर त्यहाँनिर लेफ्ट एन्ड राइटमा राखेको छ। अनि 34 पदमा हेर्छ भने तपाईँहरूले है त्यहाँनिर के भनेको छ भन्दै गर्दा एन्ड जिजस वाज सेइङ फादर फरगिभ दिस पिपल बिकज दे डु नट नो द्याट वाट दे आर डुइङ। अनि यहाँनिर तपाईँले हामीले बुझ्न सक्छौँ कि यहाँनिर परमेश्वरले चाहिँ नि इन्स्टेड अफ थिङ्किङ क्या अब आफू क्रुसमा चढिरहेको छ तर उहाँले तपाईँले हामीलाई सम्झिदिइरहेको छ क्या। त्यो जुन प्रेम चाहिँ नि तपाईँ हामीले गर्न सक्दैन अहिलेको यो समयमा, यो मोमेन्टमा तपाईँले परिवारमा हामी यो गर्न सक्दैनौँ जहाँ तपाईँ हाम्रो निम्ति चाहिँ परमेश्वर ख्रिस्टले दिनुभएको छ। बिकज इन्स्टेड अफ थिङ्किङ हिमसेल्फ हि थट अफ अदर्स क्या। ऊ दुःख पीडामा हुनुहुन्थ्यो, यस्तो अब केही पनि नगर्न सक्नेमा तपाईँ हाम्रो निम्ति चाहिँ नि त्यो कल्भरीको डाँडामा टाँगिनु भएको छ क्या। अनि इट्स रिमाइन्स यहाँनिर तपाईँले हेर्दै गर्दाखेरि नि पिता अनि पुत्रको एउटा सम्बन्धलाई तपाईँले देख्नुहुन्छ क्या। यस्तो गहिरो सम्बन्ध छ जुन सम्बन्धमा चाहिँ नि यो कुरा भन्दैछ कि यीशु ख्रिस्टले पिता केही पनि याद छैन उनीहरू यो याद छैन कि म को भन्ने कुराहरूलाई तर क्षमा गरिदिनुहोस् भन्ने कुराहरू यहाँनिर हामी यीशु ख्रिस्टबाट हामीले सिकिरहेको हुन्छ क्या। अनि म तपाईँले के भन्न चाहन्छु भन्दाखेरि नि द वर्ड एउटा फर्गिभनेस भन्छ नि, हामी दिन प्रतिदिन फर्गिभ गर भनियोस्। हामीले धेरैचोटि हामी यो दिन प्रतिदिन हेर्दै गर्दा धेरै कुरालाई हामीले गरिरहेको छौँ, बुझिरहेको छौँ फर्गिभनेस के हो भन्ने कुरालाई। तर जबसम्म हामीले तपाईँ अनि हामीले त्यो यीशु ख्रिस्टलाई हेर्दैन भने नि तपाईँ हाम्रो फर्गिभनेस चाहिँ वान टाइम मात्रै हुन्छ। तर जब हामी यीशु ख्रिस्टलाई मजाले बुझेर हामी रियल्ली हामी हेर्छौँ भने नि यीशु ख्रिस्टले चाहिँ नि वान टाइम मात्रै फर्गिभनेस छैन क्या। तर तपाईँले हाम्रो निम्ति चाहिँ डे टु डे लाइफमा तपाईँले हाम्रो निम्ति त्यो क्षमादान दिनुभएको छ क्या। जसरी हामी हेर्छौँ नि प्रभु यीशु ख्रिस्टले आफ्नो हातमा शिरमा हाम्रो प्रभु यीशु ख्रिस्टले जुन कोखामा खुट्टामा जुन काँटीलाई ठोक्नु भएको छ त्यो वान टाइम मात्र होइन क्या, तर एभ्री स्टेपमा क्षमा दिनुभएको छ क्या। अनि अहिले यो मोमेन्टमा हेर्दै गर्दाखेरि तपाईँले हामीलाई प्र्याक्टिकल लाइफमा हेरौँ न यो समय के तपाईँले हामीले दिन प्रतिदिन गर्दै गर्दा के तपाईँले आफ्नो साथीभाइलाई, के तपाईँले आफ्नो छिमेकीलाई, के तपाईँले आफ्नो पर्सनल लाइफदेखिको नि किन नहोस् के तपाईँले क्षमा गरिराख्नु भएको छ। तर परमेश्वरले त यो दिन प्रतिदिनमा तपाईँहरूले अहिले पनि हामीले गल्ती गर्दै गर्दाखेरि पनि परमेश्वरले हामीलाई अनुग्रह गर्नु भइरहेको छ। तर तपाईँहरूलाई एउटा वार्निङ चाहिँ के हो भन्दै गर्दाखेरि नि तपाईँ हाम्रो जीवनमा विदाउट फर्गिभनेस चाहिँ नि परमेश्वरले भनेको छ नि एउटा जबसम्म तिमीले आफ्नो भाइलाई तिमी क्षमा गर्छस् तबसम्म तिमीले पिताबाट क्षमा पाउँदैनौ भनेर। तर यो चाहिँ एउटा वार्निङ हो क्या, किनभने यो जबसम्म हामीले एउटा क्रुसिफिक्सनलाई मजाले बुझ्दैन, नट ओन्ली लभ नट ओन्ली फर्गिभनेस, तर तपाईँ हाम्रो जीवनमा एउटा वार्निङ पनि हुनु जरुरी छ यो दिन प्रतिदिनमा। अनि म तपाईँले के भन्न चाहन्छु भन्दै गर्दाखेरि जब तपाईँले त्यो क्रुसलाई, जब त्यो सम्बन्धलाई तपाईँ हेर्नुहुन्छ त्यो पेनमा पनि, त्यो दुःखमा पनि, त्यो सफरमा पनि तपाईँ हामीलाई सम्झिनु भएको छ। तर समटाइम्स तपाईँ हाम्रो जीवनमा अहिलेको यो मोमेन्ट हेर्दै गर्दाखेरि वा हाम्रो जीवनमा धेरै समस्या, धेरै पेन भन्ने कुरा छ। धेरैचोटि हामी परमेश्वरलाई यो के हो भने कस्तो प्रभु एज भन्ने कुराहरू आउँछौँ, तर हामी धेरैचोटि के गरिरहेको छ परमेश्वरलाई कम्प्लेन गनिरहेको छ क्या। तर परमेश्वरले त तपाईँसित गरेको छैन क्या। परमेश्वरले एउटै कुरा मात्रै भन्नुभएको छ क्षमा। अनि म तपाईँलाई यो भन्न चाहन्छु कि जब यहाँनिर हेर्छ भने लुका 23 को 41 र 43 त्यहाँनिर दामी कुरा के लेखेको छ भन्दै गर्दाखेरि
You and I are guilty. We deserve to die because we did wrong. But this man has done nothing wrong. जब हामी यहाँनिर यो तपाईँले 23 को तपाईँले 32 लिएर तपाईँले त्यो कुरालाई तपाईँ पढ्नुहुन्छ भने त्यो कुरालाई तपाईँ मेडिटेट गर्नुहुन्छ भने त्यहाँनिर दुईजना चोर थियो अनि त्यहाँनिर तपाईँले हेर्नुहुन्छ भने नि एकजनाले दामी कुरा चाहिँ के गरिरहेको छ भन्दै गर्दाखेरि नि उसले आफूलाई हम्बल तुल्याएको छ क्या मैले त गल्ती गरेको छु तर यो त म डिजर्भ गर्दछु तर उहाँले त केही पनि गल्ती गर्नुभएको छैन भन्ने कुरालाई हामी हेर्छौँ त्यहाँनिर अनि जब तपाईँले यो कुरालाई यो एउटा दुईजनाको चोरबाट तपाईँले एउटा लेसन पायो भने नि दामी कुरा यतापट्टि जुन एउटा त्यो हुन्छ यतापट्टिको त्यो चोरले के गरिरहेको छ भन्दै गर्दाखेरि नि उसले एडमिट गरिरहेको छ क्या उसले यो भनिरहेको छ कि हामी त डिजर्भ गर्छौँ भन्ने कुरालाई तर धेरैचोटि तपाईँ नि हामीले नि हामीले के चाहिँ हामीले हम्बल गरेको हुँदैन भने धेरैचोटि तपाईँ नि हामीले विथ रिपेन्डेन्स अनि धेरैचोटि हामीले एडमिट गरेको हुँदैन मैले गल्ती गरेको छु भन्ने कुरालाई तर तपाईँ नि हाम्रो जीवनमा चाहिँ नि एउटा वी हेभ टु एडमिट द्याट वी आर सिनर्स क्या धेरै जग्गामा हामीले चाहिँ त्यो फर्गिभनेस हामीले धेरैचोटि त्यो गर्दै गर्दाखेरि नि धेरैचोटि एउटा कुरालाई हामी भुलिन्छ त्यो चाहिँ हामीले एडमिट गर्नु धेरैचोटि हामीले यो कुरा भुलिरहेको हुन्छ कि यस म चाहिँ पापी हो भन्ने कुरालाई तर तपाईँ नि हाम्रो जीवनमा नि जब हामी एउटा हम्बलनेस विथ क्राइस्टमा आउँछ भने नि यो गुड फ्राइडेको जुन हामी परमेश्वर ख्रिस्ट किन तपाईँहरू निम्ति क्रुसिफिकेसन हुनुभयो भन्ने बेला यति मात्र सीमित होइन क्या उहाँले हाम्रो मात्रै दिनुभएको होइन तर तपाईँ नि हाम्रो पनि एउटा वर्क छ तपाईँ पनि हाम्रो एउटा काम छ त्यो चाहिँ तपाईँ नि हामी परमेश्वरको अघि आएर विथ रिपेन्डेन्स आउनुपर्ने यो वान टाइमको लागि मात्रै होइन तर तपाईँ हाम्रो जीवनमा चाहिँ डे टु डे लाइफमा हामीले त्यो क्रुसलाई बोक्नु जरुरी छ डे टु डे लाइफमा हाम्रो जीवनमा हामी हेर्नु पर्ने जरुरी छ आज मात्रै यो एउटा गुड फ्राइडे स्पेसल फ्राइडे भनेर मात्र होइन तर तपाईँ हाम्रो जीवनमा एभ्री स्टेपमा एभ्री थोकमा तपाईँ वाट एभर तपाईँ गर्नु तर एउटा कुरालाई चाहिँ तपाईँ हाम्रो सम्झना चाहिँ येशू ख्रिस्टको बलिदान चाहिँ डे टु डे लाइफमा हो क्या अनि म तपाईँलाई यो भन्न चाहन्छु कि जब हामी त्यो त्यहाँनिर भएको एउटा जो पनि क्रिमिनल त्यो दुईजना छ त्यहाँनिर हामी हेर्छौँ भने दामी कुरा प्रभु यीशु ख्रिस्टले सिम्पल कुरालाई त्यहाँनिर मिठो कुरालाई गरिदिरहेको छ क्या अनि त्यहाँनिर क्रिमिनल त्यो जुन चोर थियो ऊ डिजर्भ गर्दैन थियो अनि त्यहाँनिर के भएको छ भन्दाखेरि उसको कुनै एउटा राम्रो काम भन्ने पनि थिएन क्या त्यहाँनिर ऊ कुनै एउटा रिलिजनमा पनि जोइन भएको थिएन ऊ अनडिजर्भिङ टु गो टु हेभेन त्यहाँनिर थियो तर त्यहाँनिर मिठो कुरा के देख्छ भन्दा गर्दाखेरि प्रवेश विथ ग्रेस भन्छु म चाहिँ अनि विदाउट कुनै त्यहाँनिर वर्क कुनै तपाईँको कामले कुनै तपाईँको रिलिजनले कुनै तपाईँको कुनै थोक राम्रो कुराले त्यहाँनिर परमेश्वर येशू ख्रिस्टले त्यहाँनिर के भनिरहेको छ ट्रुली आई से टु यु टुडे यु गो टु हेभेन दामी प्याराडाइज भन्ने कुरालाई त्यहाँनिर लेखेको छ है अनि तपाईँले यहाँनिर हेर्नुपर्छ नि द लभ अफ जिजस क्या परमेश्वरको प्रेमलाई हेर्नु नि ऊ जुन चोर चाहिँ अब डिजर्भ गर्दैन थियो उसको काम पनि कुनै अब उसको काम पनि राम्रो पनि थिएन ऊ कुनै थोकमा पनि जोडेको थिएन ऊ अनडिजर्भिङ थियो तर तपाईँ जसरी त्यो चोरले चाहिँ एउटा हम्बलनेसलाई गरेको छ क्या आई डिजर्भ भन्ने क्या म चाहिँ डिजर्भ गर्ने हो तर धेरैचोटि हामीले चाहिँ के गरिरहेको छ भन्दै गर्दाखेरि हामी परमेश्वरलाई चाहिँ अलग्गै राखिरहेको छ त्यो जुन परमेश्वरलाई त्यो प्रेम दिनुपर्ने नि धेरै जग्गामा हामीले त्यो प्रेमलाई हामीले हटाइरहेको छौँ जसै हामी हेर्छ भने पौलको गलाती 2:20 दामी कुरा पौलमा लेखेको छ क्या नट आई बट क्राइस्ट भन्ने क्या त्यहाँनिर दामी कुरा के लेखेको छ भने दिनप्रति म चाहिँ ख्रिस्टसँग टाँगेको छु भन्ने कुरालाई अनि त्यहाँनिर पौलले त्यहाँनिर हेऱ्यो भने त्यहाँनिर जुन पौलले त्यहाँनिर मिठो कुरा लेखेको छ उसले येशू ख्रिस्टभन्दा पनि कुरा धेरै बेसी खाएको छ तर मेन कुरा पौलले तपाईँलाई लिटरली भन्नु खोजेको चाहिँ नि तपाईँ नि हाम्रो जीवन चाहिँ क्रुसिफिकेसन चाहिँ वान टाइम होइन तपाईँ नि हाम्रो जीवन चाहिँ फर्गिभनेस वान टाइम होइन लभ चाहिँ वान टाइम होइन तर लभ चाहिँ जुन प्रेम येशू ख्रिस्टले तपाईँ नि हामीलाई गर्नुभएको छ नि त्यही प्रेम चाहिँ हामीले त्यो हरेकलाई गर्नुपर्न जरुरी छ क्या हामी धेरैचोटि चाहिँ हामीले यो सोचिरहेको छ कि विल लभ जिजस विल लभ इट्स त्यो सिम्पल छ मुखले बोल्नु तर प्र्याक्टिकलमा हामी आउनु जरुरी छ क्या अब यो दिन प्रतिदिन हामी प्र्याक्टिकलमा त्यो फर्गिभनेसमा आउनु जरुरी छ अन्त यहाँनिर म तँलाई सानो कुरा तँलाई भन्न चाहन्छु मेन कुरा यो हामी यही भर्समा हेऱ्यो भने नि यो भर्समा तपाईँले पढ्दै गर्दाखेरि धेरै मानिसहरूले एउटा सानो कुरा सोच्छ क्या म यस्तै एउटा के भन्छ चोर जस्तै हुन चाहन्छु भन्ने कुराहरू पनि आउँछ क्या किनभने मर्न आँदाखेरि बरु पश्चाताप गर्छु स्वर्ग पुगिहाल्छु भन्ने कुरालाई तर म तपाईँलाई भन्न चाहन्छु
जब यो एउटा चोरले नि एउटा जुन एउटा समयलाई पाए नि एउटा रिपेन्ट एउटा हम्बल हुने पाए नि त्यति बेला नि यो चोरले चाहिँ समातेको छ क्या। यो समय चाहिँ म तपाईँलाई भन्नु चाहिँ वाट अबाउट यु क्या। चोरले त त्यो समयमा पायो नि त, उसले समातिहाल्यो नि त, त्यो परमेश्वरको त्यो ग्रेसलाई समातिहाल्यो क्या। र तपाईँ नि हाम्रो जीवनमा चाहिँ कस्तो भइरहेको छ अहिले? हो हामीले धेरैचोटि भन्छ अनुग्रह त धेरै छ, र तपाईँलाई भन्छ अनुग्रह 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 भन्दै गर्दा हामीले धेरैचोटि आफै इजिली नलिउँ क्या। जब यहाँनिर क्रिमिनलले समातिहालेको छ नि त्यहाँनिर दामी कुरा प्रभुले त्यहाँनिर दामी कुरा उसको जीवनमा के छ टुडे ट्रुली, त्यो सिम्पल होइन नि त ट्रुली टुडे भन्ने कुरालाई, अनि त्यो चाहिँ स्योर भन्ने कुरा हो। अनि म तपाईँलाई यो भन्छु के तपाईँ नि आज साँच्चीमै हामी सपोज हामी मरे तापनि के तपाईँ अनि हामी स्वर्ग जानेछौँ? के तपाईँ अनि म यीशु ख्रिस्टसँग हुनेछौँ? मेन कुरा यो समय म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, विदाउट ग्रेस नि तपाईँ हामीले केही पनि गर्न सक्दैनौँ। विदाउट ग्रेस, थ्रु ग्रेस वी आर हियर क्या। अनुग्रहको कारण तपाईँ हामी अहिले यहाँनिर छौँ। तपाईँ जहाँ हुनुहुन्छ जे गर्नुहुँदैछ तपाईँ त्यहाँनिर हुनुहुन्छ। अनि म तपाईँलाई यो सिम्पल कुरा यो भन्न चाहन्छु कि एडमिट योर, तपाईँ हम्बल, हामी चाहिँ हम्बल हुनु जरुरी छ क्या दिन प्रतिदिनमा। दिन प्रतिदिन हामी धेरैचोटि धेरै कुराहरू हाम्रो रेभोल्युसन्स याद छ, धेरै अबाउट क्रुसिफिकेसनको धेरै कुराहरू याद भए तापनि नि तपाईँ हाम्रो लाइफमा चाहिँ नि विदाउट हम्बलनेस अनि विदाउट रिपेन्टेन्स हामी केही पनि गर्न सक्दैनौँ। जस्ट हामी आयो गयो मात्रै हुन्छ। यसो स्पेसल डे भन्ने त्यो समय मात्रै हुन्छ। तर तपाईँ हामीले त्यो क्रुसिफिकेसनलाई चाहिँ तल दिन प्रतिदिन हामीले बोक्न जरुरी छ। आफूलाई डिनाइ गरेर परमेश्वरको त्यो क्रुसलाई बोक्न जरुरी छ। म तपाईँलाई यही भन्न चाहन्छु, यो गुड फ्राइडेको गड इज वेटिङ। तँलाई फेरि पर्खिराख्नु भएको छ क्या। अनि समय चाहिँ अहिले नै छ, समय भोलि होइन, टुडे इज टाइम इज टुडे क्या। म तपाईँलाई यही भन्दै यो वचनलाई म तपाईँको अघि राख्दै फेरि पनि